के हुन्छ के पछि यो दोरी चाहिँ नदेखाऊ बेपछि ससुरालीमा हे तिम्रो नसा फाल्दिन्छु झाडुलाई शङ्का हुनै दिन्न म साडुलाई चर्चित लोक तथा दोहोरी गायिका रेणुका भट्टराईले बिहेपछि नि आफूले निरन्तर लाइभ दोहोरी गाउने भन्दै लोक तथा दोहोरी चर्चित गायक तथा सञ्चारकर्मी शक्ति गोदारसँग आफ्नै अफिसियल युट्युब च्यानलबाट एउटा गीत आज अपलोड गरेको गीत निकै नै दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल र पछिल्लो समय देश तथा विदेशमा निकै नै परिचित गायिका रेणुका भट्टराईले आफ्नो रेणुका भट्टराई अफिसियल युट्युब च्यानलबाट आएको गीत र आफूले र चर्चित गायक तथा सञ्चारकर्मी शक्ति गोदारले आफूहरूले भोकलमा साथ दिएको आफ्नो लाइभ दोहोरी बजारमा आएको भन्दै जानकारी गराउनुभएको छ। पछिल्लो समय आफूले निरन्तर गीत सङ्गीतमै लामो समयदेखि सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको पछिल्लो समय आफू देश तथा विदेशको विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको र पछिल्लो समय निकै नै चर्चित लोक तथा दोहोरी गायिका रेणुका भट्टराईसँग आफूले लाइभ दोहोरी गाउने अवसर मिलेको भन्दै गायक तथा सञ्चारकर्मी शक्ति गोदारले जानकारी गराउनुभएको छ। पछिल्लो समय आफूले विभिन्न एल्बममा पनि भोकल दिँदै आएको र चर्चित गायिका आफ्नै श्रीमती अस्मिता डल्लाकोटीसँग नै आफूले लाइभ दोहोरी मात्रै नभएर आफ्नो बिहेको गीतहरूबाट विभिन्न आफ्नो एल्बमको गीतहरू बजारमा आएको र आफूले गीत सङ्गीत र आफूले सञ्चारकर्मी क्षेत्र निरन्तर अघि बढाउँदै आएको लोकप्रिय गायक तथा सञ्चारकर्मी शक्ति गोदारले जानकारी गराउनुभएको छ। गायिका रेणुका भट्टराई र आफ्नो गीत निकै नै दर्शक श्रोताले मन पराइदिनु भएको र आफूले लामो समयदेखि गीत सङ्गीतमा निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको भन्दै लोकप्रिय गायक तथा सञ्चारकर्मी शक्ति गोदारले जानकारी गराउनुभएको छ। पछिल्लो समय चर्चित गायिका रेणुका भट्टराईको बिहेपछि नै आफूले निरन्तर लाइभ दोहोरी र एल्बमको गीतहरूमा भोकल दिने र आफू छिटै आफ्नो श्रीमानसँग आफू युके पनि जान सक्ने भन्दै लोक तथा दोहोरी चर्चित गायिका रेणुका भट्टराईले जानकारी गराउनुभएको छ। आफू लामो समयदेखि युकेमा बस्दै आएको र पछिल्लो समय नै आफू नेपालमा आएर